दर्शक नमस्कार। टिबेटv को नेपाली प्रसारणमा स्वागत छ। यस हप्ताको तिब्बत परम्परा दलाइ लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लिडो सङ्घको उपस्थित भएको छु। सुरु गरौँ यस हप्ताका प्रमुख समाचारहरू संक्षेपमा। परम्परा दलाइ लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनद्वारा केभिन मैकार्थीलाई बधाई व्यक्त। संयुक्त राष्ट्रका विज्ञहरूले तिब्बतमा चीनको व्यवस्थित आत्मसात गर्ने नीतिप्रति गम्भीर चिन्ता व्यक्त। सिक्योङद्वारा तिब्बती निजी वाणिज्य विविधमा जोड। धर्मशालामा पहिलो पटक तिब्बती आईटी प्रोफेसनलहरूको सम्मेलन। कल्चरल इन्स्टिट्युट अफ रेडिकल कन्टेम्पोरेरी आर्ट्सले परम्परा ज्यूद्वारा रचित आशाको कलाको प्रदर्शनी। 4 तिब्बती युवाहरू र फ्युचरको संस्थापकहरूले उत्तरी अमेरिकामा तिब्बत जागरुकता बैठकको आयोजना। अब समाचार विस्तारमा। गत हप्ता आइतबार परम्परा दलाइ लामा ज्यूले अमेरिकी प्रतिनिधि सभाका केभिन मैकार्थी र डेमोक्रेटिक हाउसको नेता हाकिम जेफरीजलाई आफ्नो सम्भावित पदका लागि हालैको चुनावमा विजय हासिल गरेकोमा बधाई पत्र लेख्नु भएको छ। परम्परा ज्यूले लोकतन्त्र र विधिको शासन जस्ता आधारभूत मूल्यहरू कायम राख्न संयुक्त राज्य अमेरिकाको भूमिकाको लागि लामो समयदेखि उहाँको प्रशंसक रहेको बताउनु भयो। उहाँले स्वतन्त्र विश्वको प्रमुख शक्तिका रूपमा संयुक्त राज्य अमेरिकाले आर्थिक चुनौती, सामाजिक समस्या र जलवायु परिवर्तनलाई सम्बोधन गरी थप शान्तिपूर्ण विश्वको आकार दिन विशेष योगदान दिन सक्ने बताउनु भयो। केन्द्र तिब्बती प्रशासनका सिक्योङ पेम्बा छिरिङ र निर्वाचित तिब्बती संसदका उपसभामुख डोल्मा छिरिङले पनि अमेरिकी सदनका सभामुख केभिन मैकार्थीलाई बधाई पत्र पठाएका छन्। उनीहरूले तिब्बतीहरूलाई दिएको समर्थन र सहयोगका लागि संयुक्त राज्य अमेरिकाको सरकारप्रति गहिरो कृतज्ञता व्यक्त गर्नुभयो र तिब्बतको कारणमा नयाँ सभामुखले समर्थन जारी राख्ने आशा पनि व्यक्त गर्नुभयो। चीनिया सरकारद्वारा तिब्बती सांस्कृतिक पहिचानको हरेक अभिव्यक्तिमा निरन्तर दमन र व्यवस्थित नियन्त्रणको प्रकाशमा संयुक्त राष्ट्रका 4वटा मानव अधिकार विशेषज्ञहरूको समूहले चीनले कब्जा गरेको तिब्बतमा तिब्बती संस्कृतिको सङ्कलन र आत्मसात गर्ने नीतिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। संयुक्त राष्ट्रका विज्ञहरूले तिब्बतमा आवासीय विद्यालय प्रणालीलाई चीनिया सरकारले गरेको दाबीको विपरीत बहुसङ्ख्यक हान संस्कृतिमा तिब्बतीहरूलाई आत्मसात गर्ने ठूलो कार्यक्रम भनेर रेखाङ्कित गरेका छन्। 11 नोभेम्बर 2022मा मूल रूपमा पठाएको संचार स्थापित प्रक्रियाहरू अनुसार हालसालै सार्वजनिक गरिएको थियो। संचार जारी गर्ने राष्ट्रसङ्घका 4 विज्ञहरूमा अल्पसङ्ख्यक मामिलाहरूमा संयुक्त राष्ट्र सङ्घका विशेष प्रतिवेदक, सांस्कृतिक अधिकारको क्षेत्रमा एक विशेष प्रतिवेदक, शिक्षाको अधिकार सम्बन्धी विशेष प्रतिवेदक र धर्म वा आस्थाको स्वतन्त्रताको सम्बन्धी विशेष प्रतिवेदकहरू रहेका छन्। गत हप्ता शनिबार केन्द्रीय तिब्बती प्रशासनका सिक्योङ पेम्बा छिरिङ र राष्ट्रिय अल्पसङ्ख्यक आयोगका सदस्य रिन्चेन लामोले दिल्ली स्थित TCV डे स्कुल मजनुका टिलामा आयोजना गरिएको पहिलो तिब्बत महोत्सवमा प्रमुख अतिथिका रूपमा उपस्थित भएको थियो। सिक्योङले आफ्नो सम्बोधनमा तिब्बती निजी वाणिज्य विविधीकरणको महत्त्वलाई जोड दिनुभयो। सन् 2005मा स्थापना भएको तिब्बती व्यापारीहरूको पहिलो सङ्घ तिब्बत चेम्बर्स अफ कमर्सले यो महोत्सव आयोजना गरेको थियो। यस हप्ता सोमबार केन्द्रीय तिब्बती प्रशासनले प्रशासनिक प्रशिक्षण र कल्याण समाज केन्द्रमा आफ्नो पहिलो तिब्बती आईटी व्यवसायीहरूको सम्मेलन आयोजना गरेको छ। आफ्नो उद्घाटन मन्तव्यमा सिक्योङ पेम्बा छिरिङले चीन तिब्बत द्वन्द्वको समाधान नआएसम्म निर्वाचनमा सफलतापूर्वक रहने दृष्टिकोणतर्फ समुदायबाट विद्यमान प्रतिभा र स्रोतहरू प्रयोग गरी तिब्बती समुदायमा अझै बढी सहकार्य गर्ने आफ्नो दृष्टिकोण साझा गर्नुभयो। 2 दिने बैठकले डिजिटलाइजेसन प्रयासहरूले भविष्यको रणनीति बनाउन, सीमित उपलब्ध स्रोतहरूको कुशलतापूर्वक उपयोग गर्न, तिब्बती आईटी पेशेवरहरूको नेटवर्क विकास गरी केन्द्र प्रशासनको डिजिटल रूपान्तरणको दृष्टिकोण हासिल गर्न र तिब्बती समुदायभित्र प्राविधिक विशेषज्ञतालाई बलियो बनाउने कुरामा केन्द्रित रहेको थियो। यस सम्मेलनमा भारतका 50 भन्दा बढी तिब्बती आईटी व्यवसायीहरूले भाग लिएका छन्। यस हप्ता बुधबार लन्डनमा रहेको कल्चरल इन्स्टिट्युट अफ रेडिकल कन्टेम्पोरेरी आर्ट्स CIRCA ले आफ्नो 2023 कला कार्य
परम पावन दलाई लामा ज्यूद्वारा रचित द आर्ट्स अफ हबलाई विश्वभरका बहु शहरहरूको सार्वजनिक बिलबोर्ड्सहरूमा प्रिमियर गरेको थियो। तिब्बती दूतावास कार्यालय लन्डनका सचिव लोचो सम्तेनले मध्य लन्डनको विशाल बिलबोर्डमा परम पावन ज्यूको आशाको सन्देश स्क्रिनिङ हेर्न वर्षको दिनमा पनि तिब्बतीहरू र समर्थकहरू राम्रो संख्यामा निस्किएको जानकारी दिनुभयो। निर्देशक जोसेफ ओकनर र प्रतिनिधि सोनम फ्रासीले पत्रकार र कला लेखकहरूले भरिएको सभालाई सम्बोधन गर्नुभयो र त्यसपछि सबैले बिलबोर्ड हेर्न पिकाडिली सर्कसको यात्रा गर्नुभएको छ। यस कला भिडियो लन्डन, बर्लिन, मेलबर्न र लस एन्जलसमा 31 जनवरी 2023सम्म स्थानीय समयअनुसार 8 बजेर 23 मिनेट दैनिक रूपमा स्क्रिनिङ गरिनेछ। I totally committed. I am trying to promote the sense of oneness of 7 billion human beings. This world, we have to live together. So different nationality, different color, different religion, these are secondary. Mostly important, we human beings, we should live happily, peacefully. उत्तर अमेरिकामा रहेका 4 तिब्बती युवाहरूले सुरु गरेको फ्युचर साप्ताहिक न्यूज लेटरले तिब्बतको वाशिंटन डीसी को कार्यालयमा आफ्नो एक वर्षगाँठ बैठकको आयोजना गरेको छ। सो बैठकले तिब्बतीहरूको युवा पुस्तालाई तिब्बतको वर्तमान स्थिति र उनीहरूमा राष्ट्रियताको भावना जगाउन सम्बन्धित जानकारीबारे परिचित गरेको थियो। प्रतिनिधि डाक्टर नामग्याल छुडुपले उनीहरूको यस महान पहलको प्रशंसा गर्दै तिब्बती युवाहरूलाई राष्ट्र पहिचानको संरक्षणको जिम्मेवारी लिन सल्लाह दिनुभएको छ। टासी जेसोङ, तेन्जिन सेटुप, तेन्जिन योन्तेन र तेन्जिन छिरिङहरू यी 4 तिब्बती युवा हुन् जसले फ्युचरको स्थापना गरेको थियो र स्थापना भएको 1 वर्षभित्रै यस पहलले गति लिएको छ र सबैबाट ठुलो प्रशंसा पाइरहेको छ। हस्त यसका साथै आजको लागि नेपाली साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। तसिदेले नमस्ते।